दाजु सेवा सेवा अनि यो तपाईँ सिलीको बारेमा धेरै जान्नुहुन्छ अनि यो सिली भनेको के हो बताइदिनुहोस् न हामीलाई। सिलीको बारेमा अब धेरै त के जान्नु र हामीले जाने अनुसार बुझे अनुसार यो खिम्साया सिलीमा हामी घरमा चलाउने बन्दुक गुलेली नाङ्ला डाला डोकाहरू यस्तो बुन्ने बोक्ने सिलीहरू गरिन्छ। तान बुन्ने सिलीहरू, धागो पोलाउने, कपडा बुन्ने खाडी कपडा बुन्ने सिलीहरू त्यस्तै सिलीहरू गरिन्छ। अनि त्यो पछि खिम्वासा सिली भन्छ घरकै, त्यो पनि कुखुराको सिली परेवाको सिली गरिन्छ। भाले सिली दुईटा वापा सिली वामा सिली भन्छ, वामा सिली पनि गरिन्छ। त्यो पछि परेवा सिलीहरू पनि गरिन्छ नाच्दाखेरि। त्यसपछि गएर बाखातिम्मा सिलीमा जोत्ने खन्ने ताँदे लगाउने माटो मसिना बनाउने सिलीहरू हुन्छ। बाखातिम्मा सिली तिनवटा नाचिन्छ। त्यो पछि गएर हाम्रो चातिम्मा सिली हुन्छ। चातिम्मा सिली बिउ हान्ने, बिउ उम्रिन्छ, बिउ गोड्ने, बिउ खेल्ने, बिउ बान्ने सिलीहरू हुन्छ। अनि रोप्ने, हिलो बनाउने, माटो बनाउने, कोदो रोप्ने सिली, धान रोप्ने सिलीहरू हुन्छ। कोदो गोड्ने सिली, धान गोड्ने सिली, धान काट्ने सिली, कोदो टिप्ने सिली, धानको बिउ बलाउने सिलीहरू हुन्छ। धान झार्ने सिली हुन्छ, धान निफन्ने बताउने सिली हुन्छ, भर्ने सिली हुन्छ। हाम्रो साकेलाको सिली है। भर्ने सिली, बोक्ने सिली, कोठामा हाल्ने सिली, त्यस्तो त्यस्तो सिलीहरू हुन्छ। कोठाबाडो झिक्दाखेरि हामी भाले पूजा गरेर 6 महिना राखेपछि भाले पूजा गरेर कोठाबाडो अन्न झिक्छौँ, चलाउँछौँ। त्यो पनि हाम्रो सिली हो। त्यो चातिम्मा सिली हाम्रो 30-35 वटा हुन्छ। अब सबै सिली त बताएर सकिँदैन। चातिम्मा सिली 30-35 वटा सिली हुन्छ। त्यो पछि आउँछ खुलावासा सिली। खुलावासा सिली भनेको जङ्गलमा उड्ने चराचुरुङ्गीहरू, मुजुरको सिली, कालिजको सिली, छेछेलिङ सिली, लुइचेको सिली, ढुकुरको सिली, जुरेलीको सिली, चिल बाज भन्छौँ, बाजको पनि सिली हुन्छ। बेसाराको सिली, सबै यस्तो सिलीहरू हुन्छ। खुलावासाको सिलीहरू कल्चुडो त वासामा पर्छ, खोलाको किनारमा उड्ने। अनि कोकोलेको सिली हुन्छ हाम्रो। यो थुप्रो हुन्छ। पहेँलो जुरेली, कालो जुरेली, सेतो लोकल जुरेली, धनेशको सिली हुन्छ। सबै सिली हुन्छ। र सबै चराचुरुङ्गीको नाम आउँदैन। तर खुलावासामा धेरैवटा चराचुरुङ्गीहरू हुन्छ, तर सबै नाम चाहिँ आउँदैन। त्यो पछि गएर हाम्रो वाहुत वासा सिली भन्छ, खोलाको किनारमा उड्ने सिलीहरू। त्यो चराचुरुङ्गीहरू कल्चुडो हुन्छ, ताङतुब्ली भन्छ, लुङवासा भन्छ। त्यो सिलीहरू जलहाँस हुन्छ। त्यस्तो सिलीहरू हुन्छ खुलावासा वासा सिलीहरूमा। अनि वासा सिली त्यति। अनि वाहुत सिली भनेको बल्छी थाप्ने, जाल हान्ने, माछाको सिली त अब पाखाको जनावरभन्दा पानीको जनावर धेरै हुन्छ। सबै माछाको नामहरू आउँदैन, तर माछा सिली हुन्छ। गङ्गटा सिली हुन्छ। पानीमा खेल्ने पाहाको सिली हुन्छ। पौडी खेल्ने सिली हुन्छ।
नुहाउने सिली त्यस्तो त्यस्तो सिलीहरू हुन्छ हाम्रो साकेला सिली। अनि त्यहाँदेखि अरू सिली चाहिँ त्यति जानेको बुझेको सिली त्यति हो। अनि यो जनावरहरू चारखुट्टे जनावरहरूको चाहिँ हुन्छ कि हुँदैन? चारखुट्टे जनावरको हुन्छ। त्यसलाई चाहिँ के सिली भन्छ? खुला बान्पा सिली भन्छ। खुला बान्पा सिलीमा अब बाघको सिली, भालुको, बाघे सिली भन्छ, बाघको सिली, स्यालको सिली, भालुको सिली, हात्तीको सिली, यस्तो सिलीहरू हुन्छ। बन्डाडेको सिली, यस्तो यस्तो सिलीहरू हुन्छ। खरायो सिली, दुम्सी सिली। अब जङ्गलमा पनि धेरै जनावर हुन्छ नि। त्यो खुला बान्पा सिली, चारखुट्टे जनावर। खुला बान्पा, खुला वासा उड्ने दुई खुट्टे चराहरू, यस्तो सिलीहरू हुन्छ। अरू कुन कुन सिलीहरू हुन्छ दाजु? सिलीहरू त त्यही हो। त्योभन्दा अरू सिली चाहिँ मैले जानेअनुसार बुझेअनुसार त्यति हो। हाम्रो साकेला सिलीहरू सिली त धेरै हुन्छ। तपाईँले चाहिँ अब यो सिली चाहिँ जतिखेर पनि गर्न मिल्छ कि अब के अरे एउटा अवसरमा मात्रै गर्नुहुन्छ? के छ यसको बारेमा? यो सिली जति बेला पायो उति बेला गर्ने होइन भने हाम्रो वैशाख उँभौली, मङ्सिरे पुग्ने उँधौलीमा गर्ने सिलीहरू हो नि। हाम्रो सिलीको सिजन हुन्छ त्यो बेला। वैशाख लागेपछि उँभौली, मङ्सिरमा उँधौली, वैशाख लागेपछि हाम्रो संस्कार अनुसार ढोल फागु गर्ने, ढोल झ्याम्टा झिक्ने, बजाउने, रमाउने, गाउँघर भेला हुने हाम्रो एउटा ठाउँ हुन्छ। पाइक पर्ने ठाउँमा भेला भयो, नाच्यो, साकेला सिलीहरू जानेको सिलीहरू गऱ्यो। अनि यो ढोल झ्याम्टा निकाल्ने भन्नुभयो, त्यो चाहिँ कसरी निकाल्ने भन्नुभएको? त्यो चाहिँ घरबाट त्यत्तिकै निकाल्नु कि के छ, कसरी हो? विधि गरेन त्यो हाम्रो फागु भन्छ। अब फागु गरेर निकाल्ने भने जति बेला पायो त्यति बेला निकाल्नु मिलेन। वैशाख लाग्यो भनेर त्यो वैशाख लागेपछि हाम्रो उँभौली 16, फागु 16 भन्छ। फागु 16 गर्ने अनि त्यहाँ त्यो दिनदेखि निकाल्ने, फुकाउने, ढोल झ्याम्टा फुकाउने। फुकाउँदाखेरि चाहिँ के गर्नुपर्छ त्यतिखेर चाहिँ? फुकाउँदा हाम्रो त के गर्नु र, त्यही भर्लाको पात ल्याउने, मेरी स्याउला ल्याउने, गुलेली राख्ने, बन्दुक राख्ने, यी चौरी मोकुवाहरू राख्ने, सिलिमी राख्ने, रोकठोक राख्ने, चुयुङ राख्ने, के सामानहरू छ हाम्रो यो साकेलामा चलाउने हाम्रो उहरू। त्यो साकेलामा चलाउने चिजहरू बाँसुरी राख्ने, मुरली राख्ने सबै त्यो देखाएर धामीले याद आउँछ फलाक्छ। अनि त्यहाँदेखि फलाकिसकेपछि चलाउने सबै। त्यो दिन अब हाम्रो काम गर्नु भएन। भसके भेला भएर नाच्ने, गाउने, नाच्ने, गाउने, खाने, पिउने त्यस्तै हुन्छ नि हाम्रो। अनि बन्दुक पनि भन्नुभयो, तर अहिले त बन्दुक ल्याउँदा त पुलिसले समाउँछ नि त नि, कसरी चलाउनु? पुलिसले समाउँछ नि त। अब आफ्नो संस्कारमा अब चलाउने हो। त्यो बाहिर देखाएर बाहिर बोकेर हिँड्ने होइन, हाम्रो संस्कारमा देखाउनु पर्छ नि त हाम्रो पित्रमा। पुलिसले केही गर्दैन, सरकारले पुलिसले के गर्छ र? पुलिसले हान्नु जाने होइन, मान्छे हान्नु मार्ने होइन। त्यो हामीले त हाम्रो संस्कारमा देखाउनु पर्छ, यस्तो यस्तो चलाउँछौँ है भनेर हामीले। अनि त्यहाँ कुखुरा भाले केही पनि चाहिन्छ कि चाहिँदैन? कुखुरा भाले चाहिँदैन हाम्रो निकाल्दाखेरि। फागु निकाल्दाखेरि चाहिँ। राख्दाखेरि चाहिँ हाम्रो जेठ अन्तिमदेखि लिएर असार पहिलो हप्तासम्ममा हाम्रो साकेलाको अन्तिम गर्ने, समापन गर्ने सिजन हुन्छ, चलन। त्यो बेला चाहिँ हाम्रो भाले दुईवटा चाहिन्छ। मगिन गर्ने एउटा ढोललाई, एउटा मङछामालाई, एउटा ढोललाई पनि काटेर ढोललाई खुन चढाउनु पर्छ, टाउको सिउराउनु पर्छ ढोलमा। अनि त्यो ढोल बजाउ चाहिँ कसरी बजाउने? अब त्यो
तालमा सिलीमा बजाउँछ कि जतिखेर पायो जसरी पायो त्यसरी बजाउँछ? होइन, ढोल बजाउँदा राख्ने बेलामा चाहिँ माङ्छामा अनि बजारमा रमाइलो गर्ने सिलीहरूमा चाहिँ अर्कै तरिकाले बजाउनुपर्छ हाम्रो। ए अनि त्यो तपाईँहरूको चाहिँ पूजाको ढोल चाहिँ बाहिर पनि बजाउन मिल्छ कि लान मिल्छ कि घरमा मात्रै राख्छ त्यो चाहिँ? पूजाको ढोल बाहिर निकालेपछि त्यो पूजाकै ढोल चल्ने हो बाहिर। बाहिरतिर जतातता पनि लान मिल्ने? मिल्छ। ए त्यतिको लागि नै फागु गर्नुपर्छ। बाहिर फेर अब बाहिर घुम्नु जान्छौँ, नाच्नु जान्छौँ, रमाइलो घुम्न जान्छौँ, रमाइलो गर्छौँ भनेर माङ्छामाहरूलाई भित्रहरूलाई बक्साएर बताएर याद लाएर अनि त्यहाँबाट फुकाउनु पर्ने। त्यही बाहिर घुम्न जानुलाई, बजाउन, रमाइलो गर्न जानुलाई। ए अनि त्यो ढोल चाहिँ अरू अजातहरूले बजाउनु हुन्छ कि हुँदैन? के छ तपाईँहरूको मान्यतामा? हाम्रो मान्यतामा त त्यो त भर्सकै बजाउनु त नहुने हो, त्यो भित्र हामीले पूजा गर्ने ढोल चाहिँ। तर हाम्रोमा चाहिँ अलिक जसले पायो त्यसले दिने बजाउने चलन पनि गर्छ। तर त्यो हाम्रो खास गरी नहुने हो, हाम्रो पूजामा चल्ने। अब त पित्र गर्नुपर्छ त्यो ढोलमा त, पित्र गरेर खुन चढाउनु पर्छ र त्यो चाहिँ भर्सकै निजातहरूलाई चाहिँ दिनु हुँदैन। ए अहिले चाहिँ पहिला चाहिँ दिँदैन, छुनु दिँदैन थियो, अहिले चाहिँ छुनु दिन्छ दिँदैन? अहिले बजारमा त छुन्छ, चलाउँछ। यहाँ गाउँमा चाहिँ? गाउँमा त साह्रै बजाउने मान्छे पनि हुँदैन, अजात मान्छे पनि हुँदैन गाउँमा त, छुँदैन पनि? छुँदैन। पहिला त गजुरे पाले त छुनै दिँदैन थियो? दिँदैन थियो। ए अनि यो राख्दा चाहिँ कसरी राख्नु बुबु? यो राख्दाखेरि त अब हाम्रो गाउँघर भर्सकै सबै अन्तिमको बेला रमाइलो रहस्यहरू जति भेला हुने, ल यो दिन यसरी गर्दैछौँ है भन्ने, रहस्यहरू रहरियाहरू आउने, भेला हुने, आउनुपर्छ, भेला हुनुपर्छ, नाच्नुपर्छ, गाउनुपर्छ, यसो खानु पिउनु पर्छ भन्ने, बोलाउने। अनि आउँछन् रहर हुनेहरू। अनि सकेसम्म घरको 5-6 पाथी कोदो चाहिँ बनाउनै पर्छ नि जाडको लागि। जाडको रक्सीको लागि अहिले त अलिक डिउको चलन पनि निकालेको छ। तर जाँड रक्सीको चल्छ हाम्रो त्योमा चाहिँ त्यो बेलामा। अनि जाँड नाच्ने रहस्यहरू रहरियाहरू बाहिर नाच्दै गर्छन्, भित्र धामीले मयन गर्दै गर्छ। अनि जाँड छानेर घ्याम्पामा बाहिर निकाल्ने, माझमा राखिदिने थाल बटुकाहरू, खाम्माहरू। अनि जाँड खाँदैछ, नाच्दैछ, कसैले बाँड्दैछ गर्नुपर्छ। र त्यही हो हाम्रो राख्दाखेरिको संस्कार चाहिँ। त्यो राख्दा चाहिँ कहिले राख्नुहुन्छ तपाईँहरूले? त्यो राख्दाखेरि त हाम्रो त्यही असार पहिलो हप्तासम्ममा सक्नैपर्छ। त्यो मिलेन भने त्यो असार अन्तिमसम्ममा सक्नैपर्छ। साउनदेखि हाम्रो चल्दैन। साउन लागेपछि हाम्रो बन्द यो कुलपित्र। अनि भदौदेखि खुल्नु चाहिँ त्यो फागु खुल्दैन, अरू गर्नलाई मात्रै खुल्छ। नुहागी गरेपछि खुल्छ, तर सामखा मङ्गेनहरू खुल्छ, फागु खुल्दैन। फागुन खुल्नुलाई मङ्सिरै आउनु पर्यो। एक मङ्सिरको चाहिँ हप्ता दिनसम्म चल्छ। त्यहाँ पनि मङ्गेन गर्नुपर्छ? मङ्सिरमा पनि ढोल झ्याम्टा झिकेपछि गर्नुपर्छ मङ्गेन। ढोल झ्याम्टा चाहिँ कहिले झिक्नु मङ्सिरमा चाहिँ? मङ्सिर पूर्णिमा। किन त्यहाँ पनि माङ्पा चाहिन्छ कि चाहिँदैन? चाहिन्छ त्यस दिन पनि। अब हाम्रो साकेला त वैशाखे पूर्णे र मङ्सिरे पूर्णे उँधौली र वैशाख पूर्णे उँभौली हो नि त हाम्रो साकेला। त्यही हो र चाहिन्छ। अनि अहिले तपाईँको पनि छ होइन ढोल? छ। ढोल तपाईँको चाहिँ कहिले फुकाउने गर्नुभएको छ? वैशाख 2 गतेदेखि खुल्छ हाम्रो।
अनि कहिले राख्ने गर्नु भएको छ? वैशाख 2 गतेबाट खोलेपछि जेठ अन्तिमदेखि वैशाख असार पहिलो हप्तामा राखिसकिन्छ हाम्रो। अनि बुबु यो सिलीहरू छ नि, तपाईँले चाहिँ यहाँ चाहिँ कतिवटा सिली गर्नुहुन्छ अहिले चाहिँ? हाम्रोमा त अहिले म त अब पहिला त थुप्रै सिली गर्थेँ, अब त नाच्नु छोडेँ। घरको त्यो तान बुन्ने ताली खेलाउने सिली, बन्दुक खेलाउने सिली, खुकुरी खेलाउने सिली, कचिया खेलाउने सिली, नाङ्लो खेलाउने सिली, डालो बोक्ने सिलीहरू गरिन्थ्यो। यस्ता तान बुन्ने, धागो पोलाउने, तान बुन्ने सिलीहरू गरिन्थ्यो। अब अहिले नाच्नेहरू त त्यो गर्दैन। अनि किन छोड्नु भएको त अनि तपाईँले चाहिँ? अब हरियाहरू नाच्नेहरू धेरै भएपछि पालो दिनु थाल्यो, अनि त्यो पछि छोडिदिएको मैले। पुग्नु त पुग्छु नि, नाचेको ठाउँमा पुग्छु। यो सिली नाच, यो सिली नाच, यसरी घुम, यसरी घुम, देब्रे सिली, दाहिने सिली, दोहोरो सिली गर भन्छु। म ननाचे पनि सिलीहरू चाहिँ यसरी यसरी गर भन्छु, सिकाउँछु। अहिले चाहिँ बसी बसी पनि। अनि भनेको मान्छन् सबैले? मान्छ, मान त गर्छ सिलीहरू। अहिले यो तपाईँ यो एरियाको क्षेत्रको तपाईँ नै होइन त यहाँको सबैभन्दा राम्रो सिली गर्ने भनेको? राम्रो त के, जानेको जति गरिन्छ भनौँ न। तपाईँलाई चाहिँ कतिवटा आउँछ सिली अहिलेसम्म चाहिँ? अहिलेसम्म नाचियो भने त म अझै पनि नाचेँ भने त 30-35वटा सिली गर्छु नि। अझै पनि? कुन कुन? त्यो खिम्सा सिलीहरू गरिन्छ। खिम्सा सिलीमा कुन कुन गर्नुहुन्छ? त्यो गुलेली चलाउने, बन्दुक चलाउने, खुकुरी चलाउने, कचिया चलाउने, यस्तो सिलीहरू गरिन्छ। डालो, नाङ्लो सबै यस्तो सिलीहरू सबै गर्नुहुन्छ है अहिले पनि? गरिन्छ। अनि भाले सिलीहरू 1-2वटा, पोथी सिलीहरू गरिन्छ, परेवा सिलीहरू गरिन्छ। त्यो भाले र पोथी भन्नुभयो, भालेको चाहिँ कसरी गर्छ, पोथीको चाहिँ कसरी गर्छ? भालेको सिली अब पोथीलाई फगाउने, पखेटा गर्दै घुम्ने, दोहोरो घुम्ने सिली। पोथीले चाहिँ धुलो खेल्ने, भरर गर्ने सिली हुन्छ। पखेटा दुईवटा पखेटा भरर पार्ने सिली हुन्छ। ल अब यो सिलीको बारेमा अरू केही भन्नु छ कि केही छ? सिलीको बारेमा अरू मैले जानेको बुझेअनुसार त्यस्तै सिलीहरू गरिन्छ। अनि चातिमा सिलीहरूमा बिउ हान्ने सिलीहरू गरिन्छ। कोदोको पहिला बाखातिमा सिली गरिन्छ बिउहरू हान्नलाई। बाखातिमा सिली गर्दा जोतिन्छ, खनिन्छ, डल्ला फुटाइन्छ, यस्तो सिलीहरू गरिन्छ। त्यसपछि गएर कोदोको बिउ हानिन्छ, धानको बिउ हानिन्छ। यिनीहरू चाहिँ चातिमा सिलीमा पर्छ। त्यो बिउ हान्नेदेखि उता सबै चातिमा सिली पर्छ। अनि अब यो सिली चाहिँ पहिलाभन्दा अहिले अझै धेरै चल्दैछ कि पहिलाभन्दा अहिले छोड्दै जाँदैछ? सिली त अहिलेमा त पहिलाभन्दा अहिले चलेको छ नि। जताततै हाम्रो किराँतीहरूको संस्कार संरक्षण गरिरहेको छ। पहिलाभन्दा अहिले संस्कार संरक्षण गरिरहेको छ, बढाएको छ, चल्दैछ हाम्रो सिलीहरू, साकेला सिलीहरू। के भएर पहिला चाहिँ नचलेको रहेछ, अहिले चाहिँ के भएर चल्दै रहेछ? अहिले सबैले हाम्रो संस्कार गर्नै पर्ने रहेछ, हाम्रो संस्कार यो रहेछ भनेर चलाउनु थालेको छ सबैले। पहिला चाहिँ त्यो थाहा थिएन? पहिला त्यो थाहा थिएन। अनि त्यो भएर पाथी भाडामा चाहिँ तपाईँले नै सुरु गर्नुभयो? पाथी भाडामा मभन्दा पहिला पनि थियो, तर हाट बजार यस्तो वर्षा दिने मेलामा, जात्रामा हिँड्ने चलन चाहिँ थिएन। गाउँमा एक घरमा मात्रै नाच्थे। त्यसपछि त्यहाँ छोडेपछि मैले
52-53 सालदेखि ढोल झिकेको बनाएको, त्यहाँदेखि चाहिँ हाम्रो अहिलेसम्म 52-53 सालदेखि अहिले 81 सालसम्म हाम्रो चलिरहेको छ। हाम्रो संस्कार संरक्षण भइरहेको छ। त्यो चाहिँ तपाईँलाई कसरी चाहिँ ढोल राख्नुपर्छ भन्ने तपाईँलाई त्यो याद भयो त्यो 52-53 सालतिर? कसरी यो राख्नुभयो? किन धेरैको अब छोडिसकेको थियो तर तपाईँले फेरि सुरु गर्नुभयो? त्यो हाम्रोमा त्यस्तो थिएन। बाहिर जाँदाखेरि धेरै हाम्रो जातिहरू, राई जातिहरू नाच्ने गाउने चलन गर्थ्यो। अन्त बान्ता खोला, चाम्लिङ्गे खोलामा। अनि रहर लागेपछि हामीले पनि यस्तो हाम्रो राईहरूको जात्रा गर्दा हुन्छ भनेर मैले पनि 52-53 सालमा उता हेरेर आफ्नो गाउँमा पनि हाम्रो संस्कार, हाम्रो जात्रा गर्नुपर्छ भनेर सुरुवात गरेको। के भन्यो त्यतिखेर गाउँमा मान्छेहरूले तपाईँलाई? गाउँमा मान्छेहरूले के भन्छ र, यो हाम्रो गर्नै पर्ने हो तर हामीले गरेको थियौँ, गर्नुपर्छ, अब हाम्रो संस्कारहरू संरक्षण गर्नुपर्छ भनेर भन्नु थाले। नाच्ने रहरियाहरू पनि, भाइ बहिनीहरू पनि धेरै निस्के। त्यसपछि वर्ष दिने मेला जात्रामा पनि हिँड्न थालियो, ढोल झ्याम्टा लान थालियो, नाच्न थालियो, सिली गर्न थालियो। यस्तै जन्तेढुङ्गा, थाम खर्क पनि गइयो एकचोटि। जन्तेढुङ्गा, चिसापानी, निगालबास, साउने चौरीसम्म हामी गयौँ नाच्यौँ, साकेला सिली गऱ्यौँ। घरमा नगर त भनेन नि? के भन्यो? घरमा नगर के भन्थे? घरमा त फेरि हो नि त्यो गर्दाखेरि त। गर्न के अरे अरू काम गर्दा अप्ठ्यारो भए पनि यो काममा चाहिँ घरमा पनि सपोर्टै भयो। यो त हाम्रो त साकेला फलाना दिन फलानामा साकेला छ है भनेपछि घरको काम छोडेर पनि हिँड्ने हो साकेलामा। यो हाम्रोमा मात्र होइन, यो बान्ता खोलामा पनि, चाम्लिङ खोलामा पनि यो फलाना दिन फलाना ठाउँमा साकेला छ, बजार छ, मेला छ भनेपछि घरको काम छोड, ढोल बोक्यो हिँड्यो, झ्याम्टा बोक्यो हिँड्यो। अनि आफ्नो साकेलामा चलाउने सामग्रीहरू के छ? चम्मर, पोमी, सिलिमी, खुकुरी, बाँसुरी, चुयुङ, रोकठोक यस्तोहरू बोक्ने हिँड्ने। अब अहिले चाहिँ अब तपाईँको गाउँमा चाहिँ अब सकिनु लागेको, मरिसकेको फेरि बिउताउनु भयो, अहिले कस्तो लाग्छ तपाईँलाई? अहिले राम्रै लाग्छ नि। अहिले पहिला मैले हाम्रोमा मात्रै ढोल गरेको थियो, अहिले गाउँमा 2-3 घर ढोलहरू बनाइसके। साकेला सामग्रीहरू, साकेलामा चलाउने हतियारहरू जोडिसके। अहिले त अनि ढोल त आफै बनाउनुहुन्छ नि होइन? ढोल बनाइन्छ, बनाउनु त, तर ढोल बनाउनलाई गाह्रो, काठ पाइँदैन। काठ पायो, काठ खोल्नलाई 3 दिन 4 दिन लाग्छ। छाला ताना चाहिन्छ, त्यो बनाउनलाई, ढोल मोड्नलाई साथी पाइँदैन। फेरि छाला गनाउँछ। छाला चाहिँ के को लाउनुहुन्छ? छाला गाई गोरुको राम्रो हुन्छ, उत्तम। तर तपाईँलाई हुँदैन, भैँसीको हुँदैन, गाई गोरुको उत्तम। तर गाई गोरु त तपाईँले के अरे मार्नै दिँदैन, कसरी ल्याउनुहुन्छ त छाला? गाई गोरु हामीले मार्नै पर्दैन, भिरमा लडेर मर्छ, देसान मसान लागेर मर्छ। त्यो कहिले मर्छ त, त्यो कहिले मर्छ र कहाँ पाउनु त नि? त्यो मरेको बेला चाहिँ हामीले छोड्नु हुँदैन, जहाँको भए पनि गर्नु पर्छ, ल्याउनै पर्छ। अनि हामीले त्यो मरेकै भए पनि हाम्रो पित्रमा देखाउनै पर्छ। फेरि त्यसलाई पित्रमा देखाउनु पर्छ। हाम्रो त मुन्दुमले माग्छ, मुन्दुमले पित्रलाई देखाउनु पर्छ। त्यो नभए पनि मुन्दुमले त हामीले नापोङले ल यस्तो गरेर चढाउँदैछु, देखाउँदैछु
लो है भनेर हामीहरूले मुन्दुममा याद दाउँछ। अनि चाहिन्छ भने हामीले मार्नु नदिए पनि भिरमा लड्छ, देसान मसान लागेर मर्छ। त्यस्तोहरू हामीले गर्नुपर्छ। राज्यले चाहिँ दिँदैन। अब त्यसबारेमा पूजा गर्ने रोकियो भने के भन्नुहुन्छ यसबारेमा चाहिँ तपाईँले? त्यो त आफ्नो संस्कारमा चल्ने कुरा त राज्यले दिनुपर्छ। दिँदै त दिँदैन नि। नदिए हामीले अब जसरी पनि त्यही मरेको लडेर मरेकोहरू लिएर पनि देखाउनुपर्छ। अब हाम्रो पित्रमा त राखेर हड्डी राखेर छाला राखेर देखाउनुपर्छ हामीले। भने तपाईँको पित्रलाई चाहिँ त्यो मरेको सडेको गलेको खुवाउनुहुन्छ? के गर्नु अब राज्यले त्यो बन्द गरेपछि। अनि यसबारेमा के भन्नुहुन्छ तपाईँ? राज्यले यो खुला गर्नुपर्छ। अरू जे भए पनि के अरे पित्र गर्दा चाहिँ को लागि चाहिँ दिनु पर्यो। खुला गर्नुपर्छ राज्यले। यो हाम्रो संस्कारमा चल्ने कुराहरू चलाउनु दिनुपर्छ, खानु दिनुपर्छ राज्यले। अब त्यस पछाडि अब केही भन्नु छ तपाईँको बुबु? मेरो भन्नु त के छ र, अब त्यही मैले जाने अनुसार बुझे अनुसार अब यस्तो राज्यले बन्द गरेको कुराहरूलाई खुला गर्नुपर्छ। हामीलाई चाहिन्छ हाम्रो संस्कारमा, हाम्रो मुन्दुममा यो खुला गरेर अनि यो हाम्रो संस्कार बढाउनु पर्छ सबै हाम्रो राई जातिहरूले। अनि हामी जातको धनी, भाषाको धनी, संस्कारको धनी भएको हुनाले हामीलाई यो गाई गोरु हाम्रोमा चाहिन्छ। राज्यले यो दिनुपर्छ हामीलाई। इन्डिया त्यस्तो हिन्दू राज्यमा गाई गोरु नेपालबाट हाम्रो धर्मनिरपेक्ष राष्ट्रबाट हिन्दू राज्यमा लगेर गाई काट्छ, गोरु काट्छ, मार्छ। त्यहाँ बन्द गर्नुपर्ने, हिन्दू राज्यमा बन्द गर्नुपर्ने, हाम्रोमा खुला हुनुपर्ने। हाम्रोमा चाहिँ बन्द गर्ने, हिन्दू राज्यमा मार्नु लाने, त्यहाँ लगेर कोठामा लगेर सजाउनु पूजा गर्नु लाने होइन। यो राज्यले यो किन बन्द गर्यो? यो त खुला गर्नुपर्छ राज्यले हामीलाई। हाम्रो नेपालमा बन्द गर्नुपर्छ भने हिन्दू राज्यमै बेच्नै हुँदैन। बेच्नु किनबेच गर्ने बन्द गर्नुपर्छ। हिन्दू राज्यमा लानै दिनु हुँदैन। राज्यले रोक्नुपर्छ नाकामा, सिमानामा। ल त अब बुबु तपाईँको नाम चाहिँ के हो? परशुराम राई। कति सालमा जन्मिनु भयो? 25 साल असोज 15 गते। कहाँ जन्मिनु भयो? खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर 5 साबिक 7 पाथिभारा। लु त हजुर, अब आज मिति 2081 साल के अरे फागुनको कति गते? 23 गते। 24 गते हामी 24 गते तपाईँको हामीले यो अन्तर्वार्ता लियौँ होइन। यो अन्तर्वार्ता हामीले कहीँ कतै चलाउन मिल्छ नि? मिल्छ है। ल हुन्छ, हस् धन्यवाद। हस्।